हेलो गाइज वेलकम ब्याक। म चाहिँ अहिले घरबाट बाहिर निक्लेको कि अन्त घुम्नु गएको। खासमा आज जोरथाङ गएको हो, अन्त रोडमा निक्लिरहेको छु। आज चाहिँ मैले नेपालीमा भ्लग बनाएको, नभए चाहिँ म प्रायः हिन्दीमै भ्लग बनाउँछु। प्रायः के मोस्टली हिन्दीमा हुन्छ मेरो भ्लग जो। यो चाहिँ हाम्रो पार्किङ हो गाइज। मेन कुरा चाहिँ के भयो भने गाइज घरमा याद थिएन म निक्लेको कि अब भर्खर फोन गरेँ घरबाट चाहिँ खाली खाँदैछु। पैसा नि त्यस्तो छैन मेरोमा, अन्त गाडी पनि छैन। खास कुरा चाहिँ अब हेरौँ गाडी पाइन्छ पाइँदैन। साँच्ची गाइज मैले नेपालीमा चाहिँ इन्ट्रोडक्सन दिएकै छैन। नेपालीमा भन्नुपर्दा चाहिँ म प्रणय हो, अब हिन्दीमा भन्नुपर्दा नि मेरो नाम चाहिँ प्रणय हुन्छ। मेरो गाउँ चाहिँ गाइज पाकिम पाचेखानी भयो। गाइज हाम्रो अङ्कल चाहिँ सिलगढी जानु हुँदो रहेछ, अन्त अङ्कल लिफ्ट दिनुभएको छ रम्फूसम्म। अब रम्फूबाट चाहिँ साथी पर्खिनुपर्छ गाइज रम्फूमा चाहिँ, त्यहाँदेखि सँगै जानुपर्छ। रम्फू त पुगिहाल्छु एकछिनमा। अब रम्फूदेखि उता चाहिँ हेरौँ कति बेला लाग्छ। म जोरथाङ गएको अङ्कल। हजुर हजुर साथी एकजना आउँदैछ कि, अरू चाहिँ जोरथाङमै छ, एकजना चाहिँ गान्तोकबाट आउँदैछ। गाइज म रम्फू आइपुगेँ कि ऊ पड्कियो सानो अगाडि गाडी जाँदैछ, त्यो गाडीमा आएको म हो। अङ्कल त एक सार मेरो रहेछ, खतरा रहेछ हो। मजा आयो एकछिन गफ गर्दै आउनु। अब चन्द्रमणि पर्खिनु छ, मेरो साथी आउँदैछ गाइज। पानी पर्ला जस्तो नि हुँदैछ, निकै गरम पर्ला छ यता रम्फू साइडमा त। आमाम मलाई चाहिँ निकै गर्मी लाग्दैछ हो, तर अब तपाईँहरूलाई यहीँको हुनुहुन्छ भने त्यति गर्मी लाग्नु सक्दैन। रम्फू सिङताम हाम्रो गरम त हो, त्यसै पनि के भनेर गएकै होइन। यो चाहिँ गाइज हाम्रो ट्राफिक हो रम्फूको होइन। अनि यता यो माथि चाहिँ तपाईँको रोडाथाङ पाकिम जाने बाटो, उता सिङताम जाने बाटो गाइज। अन्त यता भनी चाहिँ हाम्रो सिलगढी जाने पुरानो बाटो। अनि यहाँनिर के भन्छ सिलगढी स्ट्यान्डहरू रम्फूको सबै यतै छ हो। गाइज मेरो साथी नै आइपुगेछ यहाँनिर टक्कै हो। हिरो भएर आएछ। हेर्नु चस्मा हेरेन गाइज, यो चस्मा चाहिँ हिजो हाम्रो हस्पिटलमा कन्सल्ट रुममा चाहिँ गाइज एकदम एक एकजनाको आँखामा थियो, एक एकजनाको टाउकोमा थियो हो। आज चाहिँ उसकोमा छ, तर खास मालिक चाहिँ उयो गाइज हो। म चाहिँ हेलमेट देख्दा यही मान्छे हो कि जस्तो लाग्यो, ज्याकेट देख्दा चाहिँ होइन कि जस्तो लाग्यो, ज्याकेटै यादै गरिनँ हो। अन्त बसेको म त भरे चाहिँ ज्याकेट चाहिँ मेरै रहेछ नि त गाइज हो। के गर्नु, यो मान्छेले गर्नुपर्छ। म आइपुगिसकेँ, तिमी आइपुग्दैनौ भन्दै त होइन, आइपुगेछ नि दोस्त। गाइज अब यहाँबाट भर्खर आइपुगेको म, त्यही 5 मिनटहरू भयो गाइज। अन्त हामी चाहिँ अहिले रम्फूबाट अलिक पानी परेर छ हो। अब बेसी पानी परेको छैन, तर अलिक पानी छ। यो राइड गर्दाखेरि भिडियो बनाउँदा चाहिँ के हुन्छ भने अब के हो, उतापट्टिबाट आफ्नो जब भिडियो लिन्छ भोइसै आइदिँदैन हो हावाले गर्दाखेरि। अन्त यहाँ छेउमा ल्यायो मुखको, त्यहाँबाट बोल्नु मात्रै हो। के भएको फेरि सुनिरहेको छ त हो, उलाला भइरहेको छ गाइज। उसलाई मतलब छैन, ऊ झ्यापको दालमा छ हो, होइन होला हो। चन्द्रमणि हाली जस्तो देखेर गाइज कि, तर पुरै सबै भएर सुतिरहेको छ। उसलाई पानी परेको भिजेको मतलबै छैन, उसले यादै पाएको छैन। अब यादै गाइज यो चाहिँ अब जोरथाङ रोड पस्यो कि हामी, तर प्रायः अफिस देख्दाखेरि हो सिटहरू यस्तो केही छैन। अब जङ्गलको बिचमा कहाँ राखेको गाडी, अलिकति उँधो जाने बाटो रहेछ। यहाँ केही बोर्ड पनि थियो, तर मैले पढ्नु पाइनँ छिटो भएर हो। पानी पर्नु थाल्यो भनौँ न, पानी पर्नु थाल्यो गाइज। अहिले पानी अब जस्तो छ हो। पानी हाम्रो पछाडि अलिअलि कता कता छिटा भेट्दै थियो, अहिले चाहिँ अलिकति बेसी भेट्दैछ हो। अब के भन्नै सक्दैन हामीले, पानीले भेट्छ कि भेट्दैन। गाइज हामी चाहिँ अहिले यहाँ पम्पमा रोकेको थियौँ एकछिन कि पानी परेर चाहिँ भित्र भनेर अलिअलि पानी फेरि रह्यो, जस्ट रोकेको तर पानी रह्यो। वासरुम गरेर आइसक्दा फेरि हिँड्नेतर्फ गाइज हाम्रो चाहिँ यहाँबाट 5 किलोमिटर जस्तो मात्रै छ गाइज। अब पुगिहाल्यो, 5 किलोमिटर पनि लगभग छैन। अलिक परै बोर्ड 5 किलोमिटरको थियो हो। गाडीहरू गाइज लाइनमा छ तेल हाल्नुको लागि, भर्खर तेल चाहिँ आउनलोड हुँदैछ ट्याङ्करबाट हो। गाइज पानी फेरि रह्यो, हामी फेरि गाइज हामी चाहिँ अहिले भन्दाखेरि चाहिँ जोरथाङ आइपुग्यौँ हो। अब यहाँ प्लाजा छ अरे गाइज, यहाँनिर चाहिँ स्कुटी पार्किङमा चाहिँ दाजु पर्खिरहेको छ अरे। अब त्यो चाहिँ कहाँ हो गाइज हेर्नुपर्छ। यता जस्तो लाग्यो, यता जस्तो लाग्यो, यता जस्तो लाग्यो। ए यहाँ रहेछ अनिस दा, ए यता हो, यहाँ रहेछ गाइज हाम्रो अनिस दाहरू चाहिँ कि यहीँ हो। ए रोशनले चाहिँ भेटेको नि दा तपाईँलाई। यो चाहिँ हाम्रो खाते अनिस दा हो गाइज। गाइज यो चाहिँ हाम्रो जोरथाङ बजार टक्कै हो। अब यहाँ उता घुम्नुपर्ने खासमा चाहिँ अब निकै टाइम बादमा आएको म जोरथाङ हो। लास्ट टाइम चाहिँ फ्यामिली ट्रिपमा आएको थिएँ गाइज। अब कहिले चाहिँ बिर्सेँ पनि मैले कि
तर पानी पर्दैछ के गर्नु, त्यही भएर अहिले चाहिँ अब घुम्नेवाला छैनौँ हामी। चन्दन बहिनीको फोन गयो गाइस, कसलाई गयो? साथी छ अरे गाइस जोरथाङमा, मलाई फोन गर्दैछ हो गाइस। हामी यहाँ चोर जस्तै बसिरहेको हो। अनिसदाहरू पनि के काम छ अरे, एकछिनलाई आइहाल्छु भनेर निक्लियो, कहाँ गएको गइहाल्यो हो। अनि यहाँ चाहिँ गाइस अब बाहुन दाजु छ मेरो एकजना कि, बाहुन दाजु आउँदैछ, उसलाई भेट्नु छ हो। हाम्रो चाहिँ गाइस बेसो नै त्यस्तो थियो क्या हो, ऊ पनि बाहुन म पनि बाहुन, म उसको बाहुन भाइ, ऊ मेरो बाहुन दाजु हो गाइस। हो गाइस पक्का छाता नि उडिरहेको छ, मतलब पक्का पानी परेको हो नि त गाइस होइन। छाता उडेको छ भन्नुको मतलब पानी परेको हो गाइस। चन्दन मैले चाहिँ स्टोरी हाल्दैछ जोरथाङ पुगेँ भनेर। जोरथाङको उयो कुन चाहिँ इमोजी हाल्ने हो दोस्त भन न? पानी पानी इमोजी हाल्दैछ गाइस, पानी पर्यो भनेर चाहिँ उसले त्यो हालेको अरे हो। चोइस चाहिँ खतरा छ केटा, एकखेप इमोजी चाहिँ देखाउ न दोस्त फेरि। ऊ गाइस जोरथाङमा पानी पर्यो भनेर हालेको अरे उसले चाहिँ। अब यो चाहिँ स्टोरी चाहिँ यतिको स्टोरी हाल्ने मान्छे चाहिँ अरू भेट्दैन गाइस। अनिस दाहरू चाहिँ गयो हो, हामी चाहिँ यहाँ पर्खिरहेको छौँ पानी अलिक रस र जाउँ भनेर कि पानी पर्दैछ। अब कहाँ पानी भित्र जानु हो, त्यही भनेर पर्खेको। पानी रहने कुरै छैन, यसो हेर्दाखेरि पानी आएकै छ, खोइ के गर्नु भइसक्यो। एकछिन पर्खेर चाहिँ जानुपर्छ गाइस पानी रहेपछि हो। पानीमा भित्र कहाँ हिँड्नु होइन गाइस। अहिले चाहिँ हामी निस्किसकेको छौँ कि अब जोरथाङबाट। यो इन्फिल्डको सोरुम हो, यहाँबाट सिधै गएर तल्लोपट्टिको पेट्रोल पम्प भएर यो होइन, अगाडिको माथिको भयो भने तल्लोपट्टिको पेट्रोल पम्प भएर गाइस हो, माझीटारको पेट्रोल पम्प हामी जानुपर्ने चाहिँ अहिले। अन्त पङ्कज दा पनि भेट्यो, पाउँदा हो मैले भिडियो बनाउनु चाहिँ बिर्सेछु नि गाइस। ऊ भेट्दाखेरि क्या अब हुन्छ नि, धेरै बादमा भेटेको, मजा आयो भेटिराखेर गफसप भयो अलिकति। ऊ पनि बिजी हुँदो रहेछ। अन्त अहिले चाहिँ हामी टक्कै अब माझीटार गाइस। यहाँ हेर्नु है हाम्रो बच्चोली चाहिँ नि, म अलिक लाइट बाल्छु ल पहिला। यो गाइस हाम्रो चाहिँ ऊ चल्दैछ, छाता यहाँ माथि छ हो, हामीले रुप बनाएको आज स्कुटीको। पानी चाहिँ त्यस्तो परेको छैन, हल्का मात्रै छ हो। ऊ आरामले हिँडिरहेको छ, गाडीहरू लाइटमा देख्छ नि त अब पानी परेको होइन। पानी चाहिँ परेको छैन, तर छाता उडायो अलिक बिस्तारै। गाइस यो चाहिँ हाम्रो अनिस दाको पम हो। अनिस दा चाहिँ यहाँको म्यानेजर हो गाइस, यहीँ छ म्यानेजर चाहिँ ल। अन्त गाइस हामी दाहरू पनि हुनुहुन्छ, दाहरूसँग भिडियो इन्ट्रोडक्सन गराउनुपर्छ कि अहिले चाहिँ गाइस हामी निक्लिने यहाँबाट। गाइस हामी चाहिँ अनिस दाको घरमा खाना खान आएको थियौँ खासमा। अब अहिले चाहिँ फर्केको। अब अङ्कल आन्टी हुनुहुन्छ त्यहाँनिर, मलाई अलिकति भएर चाहिँ अनकम्फर्टेबल हुन्छ नि भिडियो बनाउनु, अप्ठ्यारो लाग्यो नि त फर्स्ट टाइम अनिस दाको घर आएको होइन। अन्त चाहिँ र अङ्कल आन्टी एकदम काइन्ड हुनुहुन्छ, र पनि अलिकति अप्ठ्यारो लाग्यो। यहाँ गाइस फेरि हाम्रो तेल फेरि क्लिक हुँदैछ हो, सक्की नै आँटेको छ। अब तेल पनि हाल्नु छ तल, फुल गरेर राखौँ है, फुल गर्नुपर्छ, ढुक्क हुन्छ नि फुल गरेपछि। यहाँ चाहिँ जग्गा चाहिँ एकदम साक्री मजाको मजाको टक्कै टर्निङ हो। अब यहाँ फगीले गर्दाखेरि चाहिँ गाइस टक्कै जङ्गल हो, जङ्गलको बिचको बाटो। अन्त यहाँनिर फगी मजाले लागिरहेको टक्कै देख्दो रहेछ हौ गाइस। यो चाहिँ हाम्रो अनिस दाको डेक चाहिँ के साह्रो सिरियस भएको, अनिस दा आफै छोड्छ क्यामेरा खोल्यो कि आफ्नै छोड्छ गाइस। यहाँनिर भर्खर अनलोड भइसक्यो हो गाडी। अब अनिस दा नि बस्यो टेबलमा। अब हिसाब किताब मिलाउँछ, अब कति डिजेल आयो, कति चल्यो, अब कति मिलाउनु पर्ने हो। अरू केटाहरू पनि थियो गाइस कि, केटाहरू गायब भयो एकैछिनमा, सबैजना निक्लेको थियो गाडी आउँदा, अहिले सबैजना गायब भयो। मेरो फोनमा चार्ज छैन गाइस हो, के गर्छ ए उयो गर्दै रहेछ झार्दै रहेछ। त्यस्तो छ गाइस, आजको लागि चाहिँ यति नै मेरो भाइ, टाटा बाई बाई।